हेलो एभ्रिवान गाइजहरू अहिले चाहिँ म यो गच्छाको केरा बगानतिर आइपुगेको छु। यहाँ चाहिँ केरा मात्र देखिन्छ साथीहरू। केरै मात्र देखिन्छ, केरा हेर्नुहोस् त, बगान सब केरा घारी मात्रै छ। देख्नुभयो नि, केरै घारी मात्रै तपाईँ हेर्दै हुन्छ, केरै मात्रै छ, केरै मात्रै। यस्तो केरै मात्रै भएको ठाउँमा चाहिँ सायद हावापानी चिसो हुने है गाइजहरू। हेर्नुहोस् त ल, आहा, यसो सबै केरा घारी है साथीहरू। केरा सब केरा खेती। केरा भन्दा केही कमाउँदैन, केरै मात्रै। के गर्ने हो? तपाईँहरूलाई पनि यस्तै केरा खेती गरेर बस्नु मन छ भने टनमा बारी लिनुहोस्, केरै मात्रै रोप्नुहोस्। केरा भयो भनेखेरि यता सबै यो सिसौ घारी, संसार सिसौ। यता गउन भने केरा संसार केरा भन्छ के गाइजहरू। त्यसो भएको हुनाले केरा लभर मित्रहरूले केरा फलाउनुहोस्, पुग्नुहुन्छ। यतातिर घरहरू पनि खतरा घरहरू बनिरहेको छ। यहाँ सामुदायिक वनमा चाहिँ दाउराहरू चाहिँ वन अफिसको दाउराहरू चाहिँ काटेर राखेको रहेछ। बाख्राहरू चराउने यहाँ चौरी रहेछ। ल, म जाँदै बाटोमा चाहिँ गाइजहरू मैले हेर बाँदरै छ त। जाँदा बाँदर बाटैभरि बाँदर देखेको छु। यो बाँदरले मलाई बाटो छोडिदिन्छ है के गर्छ थाहा भएन हेर गाइजहरू। तर यहाँ चाहिँ बाँदर हुने चाहिँ बाटैभरि बाँदर रहेछ। हेर्नुहोस् त, बाँदर कति छ बाटोमा, पालेर राखेको हो कि के गरेर राखेको हो। तर बाँदर चाहिँ भने नि बाटोमा कति हो बाँदरै हेर्नुहोस् त, बाँदरै रहेछ बाटैभरि। बाँदर रहेछ, हेर्नु त। ए बाँदर, तिम्रो के खोज्यौ? क्या हो? बाँदर बाटैभरि बाँदर रहेछ गाइजहरू। के गर्ने? अर्को बाँदर फेरि यो बाटोमा आउँदैछ। यो टेरेकै छैन मलाई, यसले मलाई टेरेकै छैन। यहाँ आएर बसिदिइरहेछ। ए बाँदर, के हो? भोक लागेको छ क्या बाँदरहरूलाई साह्रो। के छ अहिले चाहिँ विश्वविद्यालय आइपुग्नु लागेको छु। विश्वविद्यालय आइपुगेको छु। अहिले चाहिँ यो विश्वविद्यालय एरिया यो कम्पनी घेरिरहेको छ। तपाईँले देखिरहनु भएको छ नि, यो कम्पाउन्ड घेरेकोदेखि भित्र चाहिँ विश्वविद्यालय हो। यहाँ चाहिँ लगभग 1400 समथिङ रोपनी कति चाहिँ यहाँ ठाउँमा जग्गाहरू यो विश्वविद्यालयको एरिया छ भन्ने कुरा सुन्नमा आएको छ। सो तपाईँले हेरिरहनु भएको छ, अङ्कलहरू बाख्रा चराउँदै हिँड्नु भएको छ। बाख्रा हेर्दै हुन्छ ल। ट्रकले धुलोहरू ल्याएर यो विश्वविद्यालय एरिया है गाइजहरू। बाटोहरू चाहिँ एकदम राम्रो छ। यहाँदेखि चाहिँ उता गाइजहरू सबै बिरामीहरूलाई यहाँ डेलिभरीदेखि लिएर हरेक
किसिमको रोगहरू छ। जेक्चा छुजेको जाँच पनि गरिन्छ। घरहरू यहाँ एकदमै श्रेष्ठ घरहरू बनाइसकेको छ मान्छेले। बाक्लो बस्ती भइसकेको छ। एकदमै महँगो एरिया भइसकेको रहेछ एरिया। ल अन्डरग्राउन्ड पनि त बनिसकेको रहेछ। ल विश्वविद्यालयको ब्याकग्राउन्डलाई वातावरण हेर्नुभयो। यहाँ पूर्वाञ्चल चस्मा घर पनि रहेछ। यहाँ न्युटनको लेखा छ घर। एकदमै राम्रो बनेछ एरिया चाहिँ। अहिले चाहिँ एकदमै हेर्न लायकको यो विश्वविद्यालयको एरिया भइहाल्यो। यहाँ चाहिँ अहिले घरहरू एकदमै राम्रो बनेको रहेछ। यहाँ एउटा तामाङ दाईको घर थियो। यहाँ दाईले निकै राम्रो व्यवसाय गर्नुभएको छ अहिले। किनभने उहाँले पहिल्यैदेखि यो फर्निचरहरूबाट चाहिँ फर्निचर स्टोर्सबाट चाहिँ पैसाहरू राम्रो कमाएको थियो। त्यही भएर यहाँ चाहिँ एकदम राम्रो टर्निङ सहित आफ्नो एरियालाई चाहिँ कम्पाउन्डलाई चाहिँ एकदमै राम्रो बनाउनु भएको छ। यो एरिया एकदमै राम्रो भइसकेको छ अहिले चाहिँ। पहिला चाहिँ यतिको थिएन, अहिले चाहिँ साह्रै मजाको स्मुथ भएर रहेछ। पिच बाटो पनि उहाँदेखि आएको रहेछ। सो अहिले चाहिँ यो एरियालाई चाहिँ मैले कैद गरिरहेको छु। सो मैले पहिला त्यो ठाउँमा आउँदाखेरि चाहिँ यस्तो घरहरू थिएन, यस्तो बनेको थिएन। अहिले चाहिँ यस्तो दामी बनेको छ घरहरू। हेर्नुहोस् अनि तपाईँले सोच्नुहोस् यो ठाउँ कस्तो भएछ भनेर एकचोटि तपाईँले बुझ्नुहोस्। यता रुखहरू हेर्नुहोस्, यो रोडमा रोप्ने खालको फुलहरू छ नि, यो एकदमै राम्रो छ। किनकि यो फुलहरूले चाहिँ रोडको शोभा मात्रै होइन, एउटा सुन्दरता, रोडको शोभा त बढायो झनै, त्यसमाथि एउटा सुन्दरता अनि हरियाली बोटमा चाहिँ एउटा चाहिँ रातो कलरको चाहिँ फुल्दा क्या मजा लाग्छ। हेर्दै आउँदा आँखाको रित पनि नमर्ने। सो यो एरिया चाहिँ एकदमै अहिले धेरै नै डेभलप भइसकेको हुने रहेछ। सो सबैजनालाई मेरो यो भिडियो हेरेर साथ सपोर्ट अनि तपाईँले सकेको सब्सक्राइब भने अवश्य पनि गर्न नभुल्नु होला। डेफिनेटली तपाईँ माझमा नयाँ नयाँ भिडियोहरू लिएर आउने पनि बाचा गर्न चाहन्छु। र यो दृश्यहरूलाई हेर्दै जानुहोस्। यहाँ फुलहरू फुलेको छ, यो कुन ठाउँ भनेर तपाईँले सोधिरहनु भएको छ, सोध्नुहुन्छ भने डेफिनेटली तपाईँलाई मैले यही ठाउँकै बारेमा भन्नको लागि नै यो ठाउँमा तपाईँलाई भिडियोहरू कैद गरेको। यो चाहिँ पूर्वाञ्चलको यो मोरङ जिल्लाको सुन्दर रैजा कोट गाउँदेखि यता भित्र पर्ने यो विश्वविद्यालय एरिया हो। यो एरियामा चाहिँ यो जुन यो मेडिकल क्षेत्रमा पढ्ने विद्यार्थीहरूको लागि र मेडिकल सेक्टरको लागि चाहिँ एकदमै राम्रो ठाउँ छ। यहाँ चाहिँ विभिन्न ठाउँका विद्यार्थीहरू आएर पढाउने र सिक्ने आफ्नो डक्टरहरूको चाहिँ बारेमा चाहिँ केही ज्ञान लिने कुरा गर्छन्। र यहाँ चाहिँ जस्तो बिरामीहरू डेलिभरीदेखि लिएर हरेक रोगहरू पनि चेकजाँच गर्ने गर्छन्। सो त्यसो भएको हुनाले तपाईँहरूलाई मैले चाहिँ यो भिडियो कैद गरेर राख्दिएँ। यस्तो छ गाइजहरू, सबैजनालाई चाहिँ एकदमै यदि यो ठाउँमा आउनु भएको छैन, घुम्नु भएको छैन भने तपाईँहरू पनि एकचोटि आएर भिजिट गरिदिनु होला। यस्तो ठाउँबाट आएको म चाहिँ।
तपाईँहरूको लागि भने चाहिँ यसरी नै म चाहिँ यसरी ठाउँबाट यसरी आइरहेको छु। सो डेफिनेटली साथ सपोर्ट गर्दै अगाडि बढ्नु होला अनि भिडियोहरू चाहिँ तपाईँहरूमा राखेर कोसिस गर्नेछु है गाइजहरू। ल हेर्दै जानु होला, साथ सपोर्ट गर्दै जानु होला। तपाईँलाई म माथि गेट पनि देखाइदिन्छु। पूर्वाञ्चल विश्वविद्यालय केन्द्र। रमाइलो हेर्नु होला। अरूभन्दा नि मलाई यो रुख साह्रै मनपर्छ क्या, एकदमै राम्रो छ, स्मुथ छ, क्लिन, यो हरियाली यस्तै यस्तै भिडियोहरू हेर्नको लागि भने तपाईँले लाइक, कमेन्ट अनि सेयर अनि सब्सक्राइब भने अवश्य पनि गर्नुहुनेछ र गर्नुपर्नेछ। सो गर्नुहुन्छ भन्ने पुनः विश्वास र आशा डेफिनेटली लिएको छु मैले। सबैजनालाई एकदमै ल हेर्नुहोस्, यो ठाउँ हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो, सल्लाह सुझाव अनि प्रतिक्रियाको लागि भने अवश्य पनि कमेन्ट सेक्सनमा गएर तपाईँहरूलाई चित्त बुझेको या नबुझेको कुराहरूको चाहिँ लागि चाहिँ अवश्य पनि कमेन्ट गर्न सक्नुहुन्छ है गाइजहरू। अब यो विश्वविद्यालय एरिया लगभग मैले क्रस गर्न आँटिसकेँ भन्दा पनि अब थोरै बाँकी छ। त्यस पछाडि तपाईँलाई म रानी क्याम्पतर्फ पुर्याउने छु अनि रानी क्याम्पदेखि चाहिँ हुँदै म मेरो घर पुग्नेछु। त्यस पछाडि तपाईँहरू माझमा यो भिडियोलाई मैले राख्ने पनि कोसिस गर्नेछु। सो कहाँबाट हेर्दै हुनुहुन्छ र कुन कुन ठाउँमा हुनुहुन्छ पक्कै पनि कमेन्ट गर्नुहोला अनि सपोर्ट गर्न भने अवश्य पनि नभुल्नु होला। साथ सपोर्ट अवश्य पनि तपाईँहरूलाई पनि चाहिन्छ र मलाई पनि चाहिन्छ र साथ सपोर्टको अवश्य खाँचो पनि छ। त्यसै भएको हुनाले पक्कै पनि तपाईँहरूले साथ सपोर्ट गरेर अगाडि बढ्नु होला र तपाईँहरूलाई पनि साथ सपोर्ट मिल्नेछ गाइजहरू है। यो टर्निङहरू सबै लगभग चिज भइसकेको छ। अहिले चाहिँ लगभग विश्वविद्यालय एरिया मैले कट्नलाई आँटिसकेँ। यसको एरिया धेरै लामो छ नि त एरिया, त्यही भएर यहाँ चाहिँ फेरि नयाँ के बन्दै रहेछ, यहाँ पुरै फलामहरूकोले चाहिँ जमिनमा ढलाइ गरेर बाँधेर चाहिँ यहाँ एउटा कार्यालय भवन के बनाउँदै रहेछ। जति यो वाल लागेको वाल एरिया छ नि, यो वालले भेटाए जति एरिया चाहिँ सबै टोटल्ली विश्वविद्यालयकै एरिया। म त्यत्रो टाढोदेखि यहाँ पुगिसकेँ अहिलेसम्म यो एरिया कटिसकेको छैन है त गाइजहरू। ओह लास्टै गर्मी छ अहिले। त्यतिरको गाउँहरू पनि हेर्नुहोस्, प्लटिङहरू पनि छ, घरेडीहरू किन्नेको लागि घरेडीहरू पनि छ। तर यहाँ अलिक घरेडी चाहिँ अलिक महँगो छ कि के कसो छ। लास्टै गर्मी। ल गाइजहरू अहिले चाहिँ विश्वविद्यालय एरिया चाहिँ लगभग क्रस गरिसकियो क्या फेरि गाइजहरू। ल जङ्गलै खतरा छ गाइजहरू, माथि त्यस्तै तल त्यस्तै। यहाँ चाहिँ लास्टै शीतल लाग्यो क्या मलाई पनि। यसरी शीतल भइदियो भने त नि म त सर्लक्कै जङ्गल पार गर्छु त हौ।
तर प्रेसर अलिकति लो लो छ मेरो चाहिँ होइन गाइजहरू। त्यही भएको कारणले गर्दाखेरि चाहिँ टाउको दुख्ने गर्छ। अब भरे घर पुगेपछि टाउको दुख्ने हो कि भन्ने लागिरहेको छ, तर केही छैन। अब घुम्दै हिँड्दा कहिलेकाहीँ त्यस्तो हुन्छ, किन भन्दाखेरि अब घरमै बसिराख्नु बोर लाग्छ। अब घरदेखि बाहिर निक्लेर हिँड्दाखेरि पनि गर्मी हुन्छ। अब पाहाडमा भए त अलिकति गर्मी पनि त्यस्तो खासै हुँदैन थियो। अब यहाँ चाहिँ गर्मी धेरै छ। अब चाहिँ तपाईँहरूलाई म रानी क्याम्प पनि देखाउँछु। लगभग म रानी क्याम्प आइपुग्न लागेँ है त गाइजहरू। रानी क्याम्प पनि भन्छ र पूर्वाञ्चल विश्वविद्यालय देख्नु पनि भवनहरू घरहरू। ए ब्लक, बी ब्लक। यो मोरङ जिल्लाको गोठीगाउँ मेडिकल सेन्टर। सञ्चालनमा चाहिँ आएको छ छैन थाहा भएन। यो बी ब्लक भयो भने त्यो ए ब्लक। बी ब्लक उताको ए ब्लक। लास्टै गर्ने भयो गाइजहरू। अब चाहिँ तपाईँहरूलाई मैले